के हुँदैछ त? हल्का बाइक तताउने दाइ अब आज नहेर्ने अलि लाइन आउने जाने भइरहेछ बाइकमा सिडिया चाहिँ सफा गरौँ कि भनेको अब आज टाइमै भयो सही कुरा कस्तो राम्रो कुरा So leave no trace behind, man. That's what I want to say. किनभने तिमीले गएर फोहोर गर्यो भने त्यो ठाउँ अहिले राम्रो छ हैन हामी जाँदाखेरि तपाईलाई देखेर त्यो ठाउँ जानु मन लाग्छ होला Can you hear me? So hello guys. Hi. वेलकम ब्याक टु एङ्ग्री ब्लग हो तपाईहरु सन्चै हुनुहुन्छ होला म पनि सन्चै आज हाम्रो डे 3 अनि वी आर हेडिङ टुवर्ड्स डोल्पा रुट हैन जेस डोल्पा आउनुभन्दा अगाडिको त्यो के गाउँ हो नाम चाहिँ बिर्सियो त्यही गाउँ जाँदैछौँ हामी बाइकमा हल्का हल्का प्रब्लम आएको थियो है जेस बनाइयो एउटा ग्रुप अगाडि नै गइसक्यो अब हाम्रो आजको चाहिँ अलिक कुदाउने ग्रुप छ हामी सेकेन्ड ग्रुपमा हिँड्ने हो हैन त्यही भएर चाहिँ रमाइलो हुन्छ आज जस अलि स्पिड पेसमा गइन्छ अब आज बाइकले कस्तो पर्फर्मेन्स दिन्छ लेट्स सी बाइक अफ नभइदिए हुन्थ्यो यार अरू जे भयो नि केही भएन हैन बाइक अफ हुन चाहिँ भएन क्या फेरि तनाव पर्छ नि यार बाइक अफ भयो भने त मजा भइरहेछ हामी 1 2 3 4 5 6 म लास्ट म्यान छु 7 जना चाहिँ छौँ सेकेन्ड ग्रुपमा 8 जना रहेछ 8 जना चाहिँ रहेछ गाइस मैले त उसलाई म छु लास्ट म्यान भनेको त ऊ पो रहेछ 8 जना चाहिँ छौँ हामी अनि अहिले हामी जोमसोमबाट निस्क्यौँ भर्खरै टाइम लगभग 12:30 भइसक्यो होइन केटाहरू अगाडिको लगभग 11 बजेतिर गइसकेको थियो क्या अब हल्का पिचै छ हाइवेमा चाहिँ अब थाहा छ डिसिप्लिनमै हिँड्दिन्छ होइन सिजनले चाहिँ अगाडि हिँडिरहेछ सिजन चाहिँ हामी चाहिँ पछाडि फलो गर्दै ल अब हाम्रो अङ्क्रीहरू आउन लागेको छ है मेरो बाइक बन्यो भने हामी तिमीलाई भेटाउँछु है उत्सव तिमीहरू कहाँ छौ भन त कुन चाहिँ गाउँमा हो माथिको गाउँमा हो यो गुम्बा कटेपछि हल्का माथि यो गाउँ यो सुरुको गुम्बाको गाउँ भएको गाउँ सो अहिले चाहिँ म लिडमा परेँ आफै कसरी थाहा छैन है डाइभर्जनबाट लिडमा परेँ क्या म दाइको चाहिँ बाइकले ओभरफ्लो फालिरहेछ अरे अनि यहाँ माथि गाउँमा चाहिँ केटाहरू छ अरे अनि वकिटकीमा कुरा गऱ्यो अनि माथि गएर बस भन्ने कुरा भयो सो त्यही भएर माथि जाँदैछौँ अब हाई एल्टिट्युडतिर आउन लागि अब बाइकले पनि तान्दैन ल बाटो कुन हो अब कस्तो मजा आएको त यार सही हो अब म यो बाइक चितवनमा लगेर छोडिदिन्छु मोटो ट्रेल चाहिँ हाम्रो मोबिनको वर्कसप रेन्ट इन चितवन सो यसपालि चाहिँ फर्किँदाखेरि I'm gonna take a flight back home and yeah man, lovely journey. I'm loving it. Mobin is such a skilled rider, man, and a great buddy.
गल्ली गल्लीवाला केटाले Okay, let's go, guys. Yes, Mr. Rana. Good to see you, man. बिस्तारै बिस्तारै यस सिटमा नबस्ने उठेर अगाडि हेर यस यस स्ट्रेट ठिक छ पिक अप योर बाइक म्यान इमेजिन यु आर अलोन त्यो छ नि तिमीले के गर्यो भने प्रेसर तिमीले फुटपेकमा राख्यो कि हल्का राख्नु पर्यो तिमी सिटमा बसिरहेछौ चस्मालाई यसरी पछाडि राख जस्ट इमेजिन यु आर अलोन एन्ड यु आर राइडिङ बिस्तारै धेरै स्पिड होइन है ट्र्याक्सन हो बिस्तारै गए पुग्छ के होइन ठिक छ Look it out. Well done.
Let's go. All right, let's go, man. It's not that difficult. I think I should be on the right hand side. यहाँबाट झारेर निकाल्न सकिन्छ यहीँबाट झर्दै है ल कहिलेकाहीँ I keep talking to myself because that's what you need to do. थाहा छ nice यार जेसीबी मेरो भाइ खै त अनि विकास दाइहरू मैले नि हेरेको हो क्या देखिनँ क्या केटाहरू सो गाइज हामी चाहिँ भर्खर खानासाना खाइयो यो चाहिँ मुस्ताङको लास्ट गाउँ होइन अब यहाँबाट चाहिँ वी आर हेडिङ टुवर्ड्स डोल्पा नआऊ बिस्तारै यहाँबाट माथि नजाऊ है बिस्तारै यहाँबाट माथि नजाऊ भनेको क्या बिर्यो पेट्रोल चिन्छ कि चिन्न यता सिधै गुरु पेट्रोल अफ गर के भन्नु त्यसैले मैले बिस्तारै भनेको सोच त मुजी उडाएर अहिले बाइकले पावर दिएर उडाउँथ्यो हामीले होइन म त त्यो सोचिसकेको थिएँ पहिल्यै